कार्डिनालिटी गाह्रो भएको छ त ल हेर्नुस् कति सजिलो तरिकाले यहाँ म सहजीकरण गर्न गइरहेको छु हेर्नुस् कार्डिनालिटी कति सजिलो छ त हेर्नुस् त यहाँनिर कार्डिनालिटी जस्तै नम्बर अफ पी कार्डिनालिटी भनेको जम्मा सदस्य संख्या हो जम्मा सदस्य संख्याहरू हैन 1 2 3 नम्बर अफ पी मा के पर्छ त ए पर्छ बी पर्छ र ई पर्छ त नम्बर अफ पी कतिवटा भयो 3टा भयो यो यसरी 3टा लेख्नु भनेको यही हो कार्डिनालिटी कुरा बुझ्नुभयो कि भएन यो हो कार्डिनालिटी जम्मा सदस्य संख्या लेख्ने टोटल नम्बर अफ एलिमेन्ट है त्यसपछि अर्को के छ क्यू मा कतिवटा छ क्यू मा सी डी ई छ यसमा पनि 3वटा छ यसमा पनि 3वटा छ त्यस्तै गरी युनियन भनेको यो रेक्टेंगल भित्र जे छ यो आयत भित्र यो सबै चाहिँ यो भित्र पर्छ 1 2 3 4 5 6 7 8 यो यु लाएर 8वटा यो यु होइन कि यो सानो यु कतिवटा छ 8वटा छ त्यस्तै गरी युनियन कतिवटा छ त युनियन भनेपछि यो दुईटा समूह पर्छ भनेर मैले यो भन्दा अघि युनियनमा कुन पर्छ इन्टरसेक्सनमा कुन पर्छ ए माइनस बी मा के पर्छ बी माइनस ए मा के पर्छ भनेर यो भन्दा अगाडिको भिडियोमा मैले सहजीकरण गरिदिएको छु त्यस्तै गरी युनियनमा 1 2 3 4 5 त्यसमा 5वटा पर्यो त्यस्तै गरी इन्टरसेक्सन भनेको साझामा कुन छ इन्टरसेक्सनमा यो भाग हो इन्टरसेक्सन भाग यो हो त यो चाहिँ ई छ ई भनेको एउटा छ त्यस्तै गरी माइनस पी माइनस क्यू मा के छ पी माइनस क्यू मा भनेपछि ए र बी छ दुईवटा छ त्यसमा दुईवटा त्यस्तै गरी क्यू माइनस पी मा भनेको यो दुईटा छ सी र डी मात्रै छ यो चाहिँ पनि दुईवटा मात्रै छ हस्त धन्यवाद।